नमस्ते, गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप तपाईँहरू सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। मैले चाहिँ आज अल्छिङको छतबाट भिडियो स्टार्ट गरिरहेको छु। त्यो पारी खोलाको तल चाहिँ मटेला छ, त्यो राम्रोसँग देखिन्न। तलको चाहिँ मटेला हो। यो चाहिँ अल्छिङको गाउँ हो। घर छ त्यहाँ पारी गाउँ छ। पारी देखिने चाहिँ धरम पोखरा। पारीको चाहिँ प्रहरी इलाका प्रहरी कार्यालय हो। यो चाहिँ हाम्रो अर्को क्वार्टर हो। माथि चाहिँ हाम्रो अफिस छ। त्यो चाहिँ हाम्रो पोस्टमार्टम घर हो। आज चाहिँ अफिस टाइम पछाडि हामी सबैजना स्टाफहरू मिलेर ग्यादरिङ गरौँ न त, चिसो पनि छ, मासु सासु लिएर आएर यसो रमाइलो गरौँ भनेर चाहिँ हामी सबैजना मिलेर मासु पकाएर भात पकाएर खाँदैछौँ। भिडियो अन्तिमसम्म हेरिदिनु होला। म त हजुरले पछाडि सक्नु भयो होला भन्ने थिएँ मैले ए बिहानै भिजाउनु भएको थियो। बिहानै भिजाएको थिएँ कि म त भिजाउनु फेरि फिक्स हुनु नि त कहिले काहीँ। यो खुर्सानी उसमा हाल्ने जिरा धनियाँ त्यसले हालौँ है। यति खुर्सानी पिरै होला यो खुर्सानी। काम त गरेछ, कमसेकम खुर्सानी त भेला पारेछ। आजको हाम्रो खास के हो नबिना, हामीले यो खाइरहेको चाहिँ काटेको आज मङ्सिर कति गते? आज 25 गते। उसलाई जस्तो बाहना भयो कि हामीलाई दस खाने मान्छेलाई जस्तो चिसो नहुने मासु खाने बाहना चाहिन्छ। कटाउँछ नि हामी चाहिँ मासु खाएर सिङ्गडा आइपुग्यो। यस्तो जाउँ। राम्रो काम थाल्नु गर्नुभएछ। शुभकामना त्यसको लागि। एकदम उठाउन सक्छु जाउँले के गर्ने होला त भन्छ। आर्कोवाला ल्याउनु त मासु उता त्यस्तो गर्छ। मेरो छेउमा सुपारी छ आज। के राखो? मोबाइल पनि ल्याइनु है। दे मलाई। खाल्दा माला खानु भोलि बिहान खानु है। त्यो दाल त बच्छ त्यो निमा। पछि खाने राति 10 बजेतिर खाने। 10 बजेतिर खाने। के को दाल हो? एकैचोटि दिन खानु नि दिदी। भोट पनि हाल्नु त्यसपछि अरू के मसुरो। बाबु नगर नएन्जस कस्तो यहाँ बस्छ यहाँ दिदी मोबाइल ल्याउनु त कसैको। मैले मोबाइलै ल्याइन।
मेरो त भित्र छ क्या म लिएर आउँछु त्यसो भए नगो एकैछिन हेर्दा त्यो दाललाई पनि यतै राख्नु भएको भए सजिलो हुन्थ्यो नि त खाइसकेर दिउँसोतिर इभिनिङ वकमा हिँडेको अवस्था यदि तपाईँहरू चाहिँ सिङ्गारतिर घुम्न आउँदै हुनुहुन्छ भने यहाँ आउन सक्नुहुनेछ तपाईँहरू आफ्नो खाना बस्नको व्यवस्था हेर्नुहोस् वा बजेट कतिवटा विषयमा खर्च हुन्छ दुईटा हेलो घरबाट चालु र हेलो बेबी हाय हाय हात हल्लाइदेऊ न हात हल्लाएर गरिदेऊ न यत्छु मा गरिदेऊ न यत्छु गरिदेऊ न वक हिँड्नलाई यति राम्रो छ यति रमाइलो छ यहाँ चाहिँ बादी जातिहरू बसोबास गर्नुहुन्छ जुन चाहिँ आदिवासी जनजाति एकदम न्यून सङ्ख्यामा हुन्छन् एकदम नेपालको कम जनसङ्ख्यामा पर्दछ आजलाई भिडियो यति नै थियो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद मेरो भिडियो हेरेर लाइक कमेन्ट सेयर र सब्स्क्राइब